पानीहरू तलहरू छ बिचमा गाह्रो छ नि त त्यही भएर हामी चाहिँ अझै पनि हिँडिरहेछौँ न बादल आएको छ तलतिर चाहिँ यस्तो भएछ सेप खोलाको बजार चाहिँ यो छ होइन सेप खोलाको बजार चाहिँ यो रहेको छ भन्दा लागिसकेको छ कस्तो फिल भइरहेको एकदम हाम्रो गाइज मलाई त यति खुसी भएको छ नि त म 3-4 वर्ष पहिले आउँ यहाँ त्योभन्दा नि पहिले होला सायद Hey guys, नमस्ते अनि स्वागत छ हजुरलाई हाम्रो नयाँ भिडियोमा आयो हजुर सन्चै हुनुहुन्छ होला हामी पनि एकदम फिट एन्ड फाइन छौँ भनौँ आज पनि न्यू भिडियो लिएर आइसकेको छु हजुरहरूको सामु होइन आज चाहिँ बबाल भ्लग बन्नेवाला छ बबाल भ्लग बन्नेवाला छ आज चाहिँ हामी काम विशेष र अलिअलि यसो भेटघाट कार्यक्रममा पनि जाँदैछौँ होइन आज चाहिँ हामी जजरपुर जिल्लाको बारीकोट गाउँपालिकामा जाँदैछु भिडियो भुवाल बन्नेवाला छ हेर्नु होला भिडियो भुवाल आउनेवाला छ होइन अब चाहिँ हामी नुहाउनु पर्ने हुन्छ हामी चाहिँ केही टाइमपछि हिँड्ने टाइम धेरै छ 3-4 घन्टा अझै लाग्छ होइन त्यति बेलासम्म नुहाउँछु अनि हजुरहरूसँग भेट्नेछु नुहाएर भेटेर भुवाल तरिकाले जान्छु सँगै यात्रा गरौँला 5 minutes later हाई गाइस म चाहिँ नुहाएर आइसकेको छु होइन बुढी चाहिँ नुहाउन गएको छ अब बुढी चाहिँ केही टाइममा नुहाएर आउँछ म चाहिँ एकदम फ्रेस भएर आइसकेको छु रेडी भइसकेको छु होइन मेरो बुढी पनि आइसकेको छ हेर्न सक्नुहुन्छ अब चाहिँ हामी यात्रा गर्दैछौँ अब केही समयमा हामी निस्कन्छौँ भने रात पनि पर्ला जस्तो भइसकेको छ धेरै हतार र ढिला नगरी हाम्रो चाहिँ अहिले हतारमै निक्लिन्छौँ बाटोमा चाहिँ ढिला नगरेर निक्लिनेवाला छौँ हेर्दै गर्नु होला ल गाइज हामी चाहिँ हिँडिसक्यौँ होइन अब चाहिँ बारीकोटको यात्रा भइसक्यो हाम्रो अनि अगाडि बुढो चाहिँ भिडियो सुरु गरिसक्नु भएछ होइन मैले चाहिँ थाहै पारिदिन्थेँ नि त अब चाहिँ हामी बारीकोटतर्फ लागिसक्यौँ हेर्न सक्नुहुन्छ साँझको कति बज्यो 6:30-7 बजी लागिसक्यो गाइज हेर्न सक्नुहुन्छ हाम्रो बाटो चाहिँ यस्तो छ होइन पिच भएको छैन नि त अब यस्तै भए पनि हामी पुगिहाल्छौँ होला छिटै भए पनि हेर्नु होला भिडियो आउँछ राम्रो आज बबाल आउने छ भिडियो होइन बुढोले चाहिँ आज लोटाउनु होला जस्तो लागिरहेको छ होइन अलिअलि त्यस्तै सानो मानिरहेको छु कि गाइज कताबाट हामी चाहिँ तेल हाल्न लगाएको होइन हजुर यही बाटो जाने बाटो खोलो छ अरे राम्रो छैन अरे तिमी कोबाट आयो गइराख्नु बाइक हामीले चाहिँ तेल हालेर पनि सकिसक्यौँ गाइज पुरा छ कि गाइज होइन म चाहिँ आज एकदम खुसी भएको छु मेरो साथीलाई भेट्दैछु नि त त्यही भएर लास्टै खुसी छु गइन्छ कि भिडबाट लोटिन्छ कि भन्ने डर छ बिचमा सानो बाटो छ अनि पानीहरू तलहरू छ बिचमा गाह्रो छ नि त त्यही भएर हामी चाहिँ अझै पनि हिँडिरहेछौँ अझै लाग्छ होला 3-4 घन्टा नि 3-4 घन्टा लाग्छ गाइज हामी चाहिँ पुग्न राति पर्छ होला सायद अनि गाडी पनि लाउन हेर्नु सक्नुहुन्छ बिच बाटोमा यस्तो छैन बुढोले चाहिँ राम्रै तरिकाले लगिराख्नु भएको छ यस्तो छ गाइस बाटो बारीकोटको बाटो हेर्न सक्नुहुन्छ होइन माथिहरू पनि यस्तो छ आकाशमा बादल आएको छ तलतिर चाहिँ यस्तो भएछ पानी आइरहेको छ ढुङ्गा मात्रै छ नि त बुढोलाई गाह्रो भइरहेको छ बुढो धेरै बोल्नुहुन्न आज चाहिँ बिजी हुनुहुन्छ अनि यस्तो ढुङ्गा आएर जस्तो लाग्यो यार मलाई त डर लाग्यो हामी चाहिँ कहाँ पुग्नु लाग्यो अरे कोही पुग्न लागेनौँ तर खाना चाहिँ अझै छ टाइम हो माथि डाँडामा पुग्नुपर्छ गाइज बाटो चाहिँ एकदम राम्रो छ यति राम्रो छ नि त हजुर 2-3 पटक धन्दैले बुढोले उतातिर लग्नु लाग्नु भएको थियो अनि बाटो यति राम्रो छ रमाउँदै जङ्गलहरू त्यसपछि पाखाहरू त्यसपछि सबै रमाउँदै चराचुरुङ्गीहरूसँग रमाउँदै हामी चाहिँ हिँडिरहेछौँ गाइस यस्तो हरियाली छ हामीलाई यस्तो राम्रो लाग्छ नि त यस्तो बाटो रहेछ त नि र गाइस म चाहिँ हिँड्नुपर्ने रहेछ होइन खोला यस्तो छ होइन यस्तो बाटोमा चाहिँ ल्याउनु पर्ने हो त्यही भएर चाहिँ म चाहिँ हिँड्नु पर्यो गाइस खुट्टा
साह्रो दुखे पुल सानो छ मेरो खुट्टा चाहिँ यस्तो छ गाइज म चाहिँ दुबुर्नु पर्छ बुटो चाहिँ पछाडि आउनुहुन्छ होइन म चाहिँ अगाडि हिँडेर आउँछौँ अनि यस्तो पुल बनाउने भनेको अझै बनाएर हिँड्छन् कि मैले चाहिँ बनाइसकेँ होला जस्तो लागिरहेको थियो बनाएर हिँड्छ यस्तो छ गाइज आइसक्यो म त कता हल्लिन्छु त यस्तो छ अवस्था गाइज बुढो चाहिँ ऊ पारि हुनुहुन्छ हेर्नु सक्नुहुन्छ म चाहिँ यहाँ पुगिसकेँ हेर्न सक्नुहुन्छ साह्रो भयो मलाई त हेर्नु हामीले चाहिँ एउटा पुल तरिसक्यौँ अझै कति तर्नु पर्ने त्यो त थाहा छैन होइन यताउता गर्दै जानुपर्छ नि त हामी यस्तो छ नि त हेर्नु सक्नुहुन्छ यस्तो बिचबाट खुनेर कस्तो बनाएको छ होइन त्यो पारीको अवस्था यस्तो छ हाम्रो अवस्था किन घारी पनि जानुहुन्थ्यो त मलाई जस्तो छ बाटो हेर्न सक्नुहुन्छ लक्खु मलाई जहाँ पनि हिँड्नै पर्छ गाइज यस्तो आएको छ नि त ल गाइज हामी चाहिँ सेफ खोला पुगिसकेका छौँ होइन अब सेफ खोला पुगिसके सक्ला त केही टाइममा पुगिहाल्छौँ अब बुढी चाहिँ यता छ होइन सेफ खोला हेर्दैछ हेर्न सक्नुहुन्छ सेफ खोलाको टक्क लाएर होइन सेफ खोलाको बजार चाहिँ यो छ होइन सेफ खोलाको बजार चाहिँ यो रहेको छ भन्दा अब टक्क लाएर हामी चाहिँ यताबाट यो बाटो त्यो चाहिँ कता जाने हो थाहा भएन हामी चाहिँ सेफ खोला टक्क यहाँबाट यो पुल तरेर होइन हामी चाहिँ यो पुल तरेर फेरि यतै लाग्नेवाला छौँ रात पनि पर्न लागिसकेको छ कस्तो फिल भइरहेको एकदम राम्रो गाइज मलाई त यति खुसी भएको छ नि त म 3-4 वर्ष पहिले आउँ यहाँ त्यहाँभन्दा नि पहिले होला सायद आजभोलि धेरै परिवर्तन भइहालेछ हस्पिटल पनि यस्तो थिएन पहिले आजभोलि यत्रो भइसकेछ गाइज यति खुसी छु म त नाच्छु एकछिन त ल गाइस त्यही हो होइन अब चाहिँ हामी अब निस्कनुपर्छ धेरै ढिला नगरेर अब फेरि यही बाटो फर्किन्छु यो बाटो फर्किँदाखेरि टाइम मिलेछ भने हजुरहरूलाई सबै देखाउने नै छु हामी चाहिँ अब निस्कन लाग्यो होइन यहाँबाट चाहिँ निस्कन लाग्यो तपाईँहरूलाई चाहिँ आउँदाखेरि नै देखाउनेवाला छौँ बाटोमा चाहिँ आउँदाखेरि हामी चाहिँ आज ढिलो भयो नि त त्यही भएर चाहिँ हामी अलि ढिला भएर केही देखाउनु पाएको छैनौँ भोलि देखाउँछौँ आउँदाखेरि भोलि हुन्छ या पछि भोलि साँझ हुन्छ हेर्नु होला है त ल गाइज म चाहिँ फेरि पनि हिँड्नु पर्यो होइन आउनु अप्ठ्यारो छ गाइज बाटो चाहिँ एकदम भाइरल हो नि त गाइज हामी चाहिँ हिँड्नु सक्छौँ यो सक्लाको सेवी खोलाको स्कुल देख्न सक्नुहुन्छ यस्तो छ होइन म चाहिँ होइन यो पुलमा त रिक्स लिइहाल्छु तर अरू माथि अघिनको बाटोमा झारेँ नि त म रिक्स लिन चाहन्न त्यही हो बेलुका भइसकेको छ फेरि धेरै रिक्स लियो भने अहिले बेलुकाको बाटो बाइक पनि खराब हुनसक्छ त्यही रिक्स नलिने होइन म लिने हो पारी
गाइज हामी चाहिँ आइसक्यौँ। कति राम्रो ठाउँ हो गाइज, हेर्न सक्नुहुन्छ कि म त एकदम खुसी छु। मैले आफ्नो मनको कुराहरू भन्नै सकेको छैन, खोल्नै सकेको छैन। यति खुसी छु, यति खुसी छु। यति सुन्दर गाउँ देख्न पाएर यति राम्रो होइन। ओ माई गड, म त सबै बिर्सिसकेँ अहिले चाहिँ। यति खुसी भएको छु नि, मेरो बुढोलाई चाहिँ लास्टै माया गर्न सक्छु म। र गाइज हामी चाहिँ अब पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ। मेरो प्यारी फुपूको घर पनि कहाँनिर जस्तो थाहा छैन, तर पनि यतै कतै होला भन्ने लागिरहेको छ होइन। हामी चाहिँ आइसक्यौँ गाइज, अँध्यारो पनि भइसक्यो होइन। हेर्न सक्नुहुन्छ, यता पनि यस्तो छ, रोड चाहिँ यस्तो छ। हामी चाहिँ पुगिसक्यौँ। यहाँनिर यसो माया अनि भइगयो कता गाइज। हामी चाहिँ हिँडिसक्यौँ, पुगिसक्यौँ होइन। यस्तो छ यताको अवस्था। हामी चाहिँ पुगिसक्यौँ। हामी चाहिँ फुपूलाई केही किनेर लगिदिन्छौँ होला। हामीले चाहिँ केही ल्याएको छैनौँ, त्यत्तिकै आएको थियौँ। ल गाइज हाम्रो चाहिँ भेट भइसक्यो फुपूसँग फाइनली। ल गाइज हामी चाहिँ यहाँ माथि खट्टामा सुतेको छु। मेरो बुढो चाहिँ भुइँ सुत्नु भएको छ। मेरो बुढो हुनेको यस्तो इमान्दार हुनु होइन। हामी चाहिँ यहाँ सुतिरहेको छु अनि फुपू चाहिँ यहाँ के अरे यता हुनुहुन्छ होइन। यस्तो हुनुहुन्छ, कस्तो माया लाग्छ। मलाई चाहिँ भुइँमा सुताखान मलाई र दुईटालाई हामी यहाँ चाहिँ फुपाजु र यहाँ चाहिँ भुइँमा सुत्नु भएको छ। त्यही पनि राम्रै छ नि त, बेस्ट छ, एकदम बेस्ट छ गाइज। यति राम्रो छ यहाँ, मलाई चाहिँ एकदम खुसी लागेको छ। त्यही हो, हामी चाहिँ भोलि बिहान भेट्नेछौँ हजुरहरूसँग। कुरा गर्ने हो क्या। ल गाइस हामी चाहिँ खाना चिसो मासु सासु सब खाएर हामी सुत्न आइसकेका छौँ। हल्का थाकेको छौँ। हजुरलाई यहाँको भ्यूहरू म भोलि बिहान देखाउने बाचासहित अहिलेलाई छुट्टिन्छु, टाटा। हे गाइज गुड मर्निङ। आज डे 2 ब्लगमा हजुरहरूलाई स्वागत छ होइन। आज चाहिँ यो डे 2 ब्लग हो। हामी चाहिँ बिहान उठिसकेका छौँ होइन। बिहान उठेर चाहिँ म तपाईँलाई बिहानको हरियाली नजाराहरू यताको देखाउन गइरहेको छु। हरियाली नजाराहरू हेर्न सक्नुहुन्छ। म चाहिँ बिहान उठेर टक्क लाएर होइन यतिर आइसकेको छु। हेर्न सक्नुहुन्छ टक्क लाएर यस्तो छ यताको होइन। टक्क वातावरण यस्तो भइरहेछ। ठिक गाइस, हिजो आएर अब हिजो बेलुका आयो नि त, बेलुका आएको ठिक यात्रा रमाइलो भयो। यहाँ आएर पनि रमाइलो भयो। खानासाना खाएर आनन्दले सुत्यौँ, गफसफ गऱ्यौँ। राति 12-1 बजीसम्म कुराकानी भयो। अनि अहिले उठ्यो होइन, निद्रा आँखा उभिएर अन्त ढिलो उठ्या भएर। त्यही भएर मैले चाहिँ यो भिडियोलाई यहीँ इन गर्ने सोचिरहेको छु। यहाँको चाहिँ म अर्को भ्लग बनाउनेवाला छु होइन। त्यो चाहिँ धेरै लङ हुन्छ नि त, धेरै लङ भिडियो नबनाउने। यहाँको चाहिँ म अर्को भ्लग बनाउनेवाला छु। यो भिडियो के कस्तो लाग्यो हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला भन्दै अहिलेलाई छुट्यौँ, टाटा बाई बाई।